आज म बनाउँदैछु मसरुम पुलाउ। त्यसको लागि मैले मसरुमलाई काटेर, ठुलोलाई पनि मैले दुईटा, सानोलाई पनि दुईटै बनाएर काटेर रेडी गरेको छु। अनि यहाँ रेडी गरेको छु यो अदुवा र लसुनको पेस्ट, अनि यो खोर्सानी, अनि यहाँ राखेको छु प्याज एउटा काटेर, तेजपत्ता, यो सानो इलाइची, ठुलो इलाइची, मरिच, ल्वाङ, दालचिनी। तेल लगाउने तातिसकेको छ। जिरा सहित यो साबुत मसलाहरू सबै त्यसमा लगाउने प्याज। पहिले नै यसरी नमक लगाइदिँदाखेरि चाहिँ यो प्याज छिट्टै गोल्डन हुन्छ क्या। गर्दैछु अदुवा लसुनको पेस्ट लगाएर पनि यसलाई मजाले यसरी सानो सानो ग्यासमा। अब यसमा एड गर्छु म मसरुम। मसरुम पुलाउमा चावल जाँदैन? चावल जान्छ, तर अहिले यो सबै घटिहाल्छ नि। मसरुम त एकैछिनमा एकछिन भुटेपछि घट्छ। त्यो चामल भन्दाखेरि मसरुम धेर भएपछि मजा आउँछ क्या, त्यही भएर मैले धेरै मसरुम लगाएको थिएँ। यसलाई मजाले भुट्नुपर्छ क्या, निकै बेरसम्म। अनि पानी चामल लगाइदिएर सट्टै एकचोटि लगाइदियो, माइन्ड ब्लोइङ पुलाउ हुन्छ। ल हेर्नुहोस् त, अहिले घटेर कहाँ पुगिसक्यो। है पानी भएको छ। यो पानीहरू सबै सुक्ने गरी मजाले चलाउने क्या एकछिन। अब म यसमा एड गर्छु चामल। मैले अघि नै भिजाएर राखेको थिएँ। हल्का हातले यसरी मजाले चलाउने। लगाउनु यसमा ढक्कन। मिठो भएछ।